अब भित्र जाउँ है त। अब भित्रको बाइक हेरौँ ल। सट्ट लाएर मेरो बाइक अर्को हेर्ने हो। लु हेर दामी छ है बाइक चाहिँ कडा हो। यस्तो छ क्या यस्तो लच्याक लच्याक छ। मैले यसलाई मात्र मोडी गरेको हो। कस्तो लाग्यो त मेरो बाइक कडा हो। ल कडा हो, फेरि पनि तपाईँहरूको म्याथमा मैले नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो चाहिँ के हो भने मसँग यसो भएको बाइकहरू देखाउँ भनेर, त्यही हो। ल है त बाइक हेरौँ है त। ल मसँग कुन कुन बाइक छ यसो हेरौँ है त। यहाँ मसँग छ, यहाँनिर चाहिँ हाम्रो सुजुकी छ चटला र होइन जियान बबाल छ यो बाइक पनि। अनि अर्को भित्र पनि छ। ल है त अब भित्रको पनि हेरौँ चटला र। अब यसलाई पहिले बाहिर निकालौँ, त्यस पछाडि अर्को पनि निकाल्नुपर्छ, हेर्नुपर्छ। ल है त केटा हो। ल केटा हो, म चाहिँ अब यो बाइक निकाल्न आँटेको छु। त्यही हो, अब हेरौँ है त। ल सट्ट लाएर म चाहिँ यो बाइक निकाल्ने हो। यसलाई उहाँ पर चौरीमा लाने। त्यस पछाडिबाट म अर्को पनि बाइक देखाउँछु। बबाल छ, दुईटै बाइक चाहिँ बबाल छ क्या केटा हो। त्यही हो है त। म यसलाई पहिले यता चौरीमा लान्छु है त। चलाएर यसलाई चाहिँ म अहिलेको लागि ल म यहीँ राखिदिन्छु होइन। सर्ट लाएर अब भित्र जाउँ है त। अब भित्रको बाइक हेरौँ ल। सर्ट लाएर भित्रको बाइक पनि बबाल छ। त्यही हो, अब भित्रको बाइक हेरौँ है त। मसँग चाहिँ दुईवटा बाइक छ, त्यही भएर अलिक अर्को चाहिँ मोडी गरेको छ। त्यही भएर यसलाई चाहिँ भित्र राखेको हो। त्यो अर्को मात्र चलाउँछ। त्यही हो। ल है त केटा, सट्ट लाएर मेरो बाइक अर्को हेर्ने हो। लु हेर मैले चाहिँ यसलाई अहिले चलाएको पनि छुइनँ क्या, अर्को बाइक किनेदेखि। अब यो पनि भिल्टे चाहिँ भन्दा भइगयो, मोडी गरेर बबाल बनाएको छु। अनि अर्को सुजुकी त झन् भिल्टे चाहिँ भइगयो। सट्ट लाएर अब यसलाई भित्र कति राख्नु, आज चाहिँ यसो बाहिर निकालौँ अनि यसो केटाहरूलाई देखाऊँ भनेर हो। त्यही हो। ल है त म चाहिँ सट्ट लाएर यो बाइकलाई चाहिँ बाहिर निकाल्दैछु है। चलाएर भाले गाडी छ नि हो केटा हो। गाह्रो छ हौ, गाह्रो छ केटा हो। त्यही हो, बाइक कस्तो लागिरहेको छ केटा हो, यसो कमेन्टहरू पनि गरौँ है। त्यही हो, अब यसलाई बाहिर निकाल्ने हो। अर्को बाइक किनेदेखि चाहिँ मैले यो चलाएको छुइनँ क्या, त्यही भएर आज चाहिँ यसो निकाल्नु भनेर। त्यही हो। ल है त गाह्रो छ हौ केटा हो, बाइकभित्र हाल्नु निकाल्नु हुने हो। हेर न हौ बाइक यस्तो छ है बाइक चाहिँ। फेरि केटाहरू यसो देखाइदिनु ल। यो चाहिँ हन्डा बाइक हो। यसलाई चाहिँ मैले मोडी हानेको। बाइक चाहिँ बबाल छ, दामी छ है बाइक चाहिँ केटा हो। यस्तो छ क्या, फेरि यस्तो लच्याक लच्याक छ क्या, दामी छ क्या केटा। केटाहरूलाई कस्तो लागिरहेको छ यसो कमेन्ट चाहिँ गरौँ होला, यसो सब्सक्राइब पनि गरौँ होला, यसो माया देखाइदिनु होला। त्यही हो, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है, अनि कमेन्ट गर्नु पनि नभुल्नु। त्यही हो। ल है त केटा, अब म यो बाइक र अर्को बाइक एकै ठाउँ राख्छु है त। चलाएर ल केटा हो। ल ल केटा हो, यहाँ हेर त लु। कस्तो लागिरहेको छ बाइक केटा हो। कस्तो लागिरहेको छ बाइक केटा हो। ल यो चाहिँ सुजुकी, यो सुजुकी बाइक थाहा होला केटाहरूलाई, यो बाइक कस्तो राम्रो कस्तो पावरफुल हुन्छ भनेर। त्यही हो। अनि यो चाहिँ हन्डा बबाल छ बाइक चाहिँ। त्यही हो, सट्ट लाएर मसँग चाहिँ भएको बाइक यही दुईवटा हो। केटाहरूलाई कस्तो लागिरहेको छ यसो कमेन्ट गर्नु होला। त्यही हो।
मलाई चाहिँ यस्तै भिल्टेज बाइकहरू मनपर्छ क्या केटा हो, त्यही भएर म चाहिँ यस्तै बाइकहरू प्रायः जस्तो किन्छु। यो चाहिँ हिरो होन्डा हो, यसलाई चाहिँ मैले फुल मोडी गरेर यस्तो बनाएको छु, बबाल छ लुक्स होइन। अनि यो चाहिँ जिएन सुजुकी बाइक हो, ओभर दामी हुन्छ यो बाइक, त्यही भएर मैले चाहिँ यो बाइक पनि लिएको हो। यसलाई चाहिँ केही मोडी गरेको छैन, यो बाइक चाहिँ त्यत्तिकै पनि बबाल बाइक हो, मैले यसलाई मात्र मोडी गरेको हो। कस्तो लाग्यो त मेरो बाइक केटा हो, त्यही हो। आज चाहिँ यसो केटाहरूलाई यसो बाइक देखाऊँ भनेर यसो भिडियो बनाएको, सबैजनाले माया गरिदिनु होला, त्यही हो। ल केटा हो, आजको भिडियो यति नै। सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, बाइक कस्तो लाग्यो यसो कमेन्ट पनि गरिदिनु होला। यति भन्दै आजको भिडियो बाई बाई।